र चौथो ओभरको खेलको समापन भएको छ। यसै ओभरमा कप्तान रोहितलाई गुमाएको नेपालले यो ओभरबाट भने मात्र 2 रन बटुल्न सफल भएको छ भने यो 2 रनसँगै नेपालको खातामा 16 रनको स्कोर बनेको जानकारी गराउँदछ है। र यहाँ चौथो ओभरको खेलको समाप्ति 2 विकेटको नोक्सानी 16 रन टिम नेपाल। र एक लाइक गरौँ है सबैजनाले, एक लाइक गरेर साथ पनि दिनुहोला। नयाँ हुनुहुन्छ भने च्यानललाई पनि बेला बखत सब्सक्राइब गरेर सपोर्ट पनि गर्दै गर्नुहोला। र तपाईँको विचारमा के लाग्छ? आज टस जित्दै सुरुवातमा ब्याटिङ गर्ने निर्णय लिएको नेपालले कति रनको लक्ष्य देला त वेस्ट इन्डिज सामु, कति रनको लक्ष्य प्रस्तुत गर्ला कमेन्ट बक्समा लेख्न पनि सक्नुहुनेछ पक्कै पनि। एक लाइक पनि गर्न नबिर्सिनुहोला। सम्पूर्ण साथीहरूलाई यो सानो अनुरोध पनि मैले गर्न चाहेँ। र यहाँनिर 160 भइदिनु छ, 160 मात्र साथी। र यहाँनिर हेर्नुहोस् आसिफ शेख, यहाँ अन्ततः दोस्रो चौका आसिफबाट यो चौका नेपाललाई, र यो चौकासँगै अन्ततः नेपालको खातामा बनेको छ 20 रन। #आसिफ भने लेखिदिउँ है सबैजनाले च्याट बक्समा एकपटक, सबैजनाले एकपटक #आसिफ भने लेखिदिनु होला।